हेलो एभ्रिवान, वेलकम ब्याक टु दिस युट्युब च्यानल। आजको यस भिडियोमा त्रिभुवन विश्वविद्यालय सेवा आयोग अर्थात् त्रिभुवन युनिभर्सिटी सर्भिस कमिसनले आज 2082 कार्तिक 29 गते शनिबार सञ्चालन गरेको स्टाफ नर्स पदको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएका क्वेसन्सको बारेमा कुरा गर्नेछौँ। यो चाहिँ आज भएको इक्जामको क्वेसन सेट हो। यसमा दुईवटा सेट छ। एउटा फर्स्ट क्वेसन पेपर चाहिँ एमसिक्यू छ, सेकेन्ड सेट चाहिँ सब्जेक्टिभ छ। अब यो सँगै इक्जाम भएको भएर यसमा चाहिँ जस्तो यो टाइम समय 2 घन्टा 35 मिनट भनेर भनेको छ, यो दुइटै सेट मिलाएर हो। अब फुल मार्क 100, यो जुन पूर्णाङ्क 100 भनेको छ, यो पनि सब्जेक्टिभ र एमसिक्यू दुइटै मिलाएर हो। अब पहिलो पेपर चाहिँ यो एमसिक्यूको छ होइन, यसमा चाहिँ 50वटा मल्टिपल चोइस क्वेसनहरू छन्। सुरुमा हामी यो हेर्छौँ कस्तो क्वेसन आएको थियो, अनि त्यसपछि कुन कुन क्वेसन गाह्रो थियो, कुन क्वेसन नयाँ थियो, अनि कुन क्वेसन चाहिँ एकदमै पहिल्यैदेखि रिपिट थियो। यो क्वेसन सबै हेर्छौँ। यो किसी अनुसारको क्वेसन सेट हो। हामी यही अनुसार चाहिँ सबै एमसिक्यू हेर्छौँ। त्यसपछि हामी सब्जेक्टिभ क्वेसनको कुरा गर्छौँ। अनि सब्जेक्टिभ क्वेसन यो अब सेकेन्ड पेपर हो। यसमा पूर्णाङ्क चाहिँ 100 भनेर भनेको छ। त्यसै गरी समय 2 घन्टा 35 मिनट भनेको छ। यो एमसिक्यू र सब्जेक्टिभ दुइटै गरेर हो। खासमा चाहिँ 50वटा एमसिक्यू भयो, 1 1 मार्कको हो। अनि 10वटा सब्जेक्टिभ भयो, 10 × 5 गरेर 50 मार्कको यो चाहिँ। अनि 50 × 1 गरेर 50 मार्क्सको यो चाहिँ। अनि त्यसरी चाहिँ टोटल 100 फुल मार्क्स हो। यो 100 फुल मार्क्सको चाहिँ टाइम भनेको 2 आवर 35 मिनट हो। यसरी चाहिँ यो क्वेसन थियो। अब पहिला चाहिँ हामी यो सब्जेक्टिभ भन्दा पनि पहिला हामी एमसिक्यू हेर्छौँ, अनि त्यसपछि यो सब्जेक्टिभ पनि हेर्छौँ। अनि लास्टमा चाहिँ आजको सेटमा चाहिँ हामीले एउटा धेरैजना इक्जाम दिनेहरूको चाहिँ कलेक्सन गरेका छौँ कि एभरेजमा कति मान्छेको कति आयो भन्ने कुरा भन्नाले एमसिक्यूमा कतिजनाले चाहिँ कति मिलाए भन्ने हिसाबले चाहिँ एउटा स्याम्पल पपुलेसनबाट, आज इक्जाम दिनेहरूमध्येको एउटा स्याम्पल पपुलेसनबाट हामीले त्यो चाहिँ कलेक्सन गरेको छौँ। अनि त्योबाट चाहिँ कति मिलाएपछि नाम निस्किने सम्भावना हुन्छ भन्ने कुरा चाहिँ लास्टमा गर्नेछौँ। यो सबै थाहा पाउनको लागि भिडियो चाहिँ अन्त्यसम्म हेर्नुहोला। अब यो चाहिँ क्वेसन सेटहरूमा इक्जाम दिनेहरूको स्याम्पल जुन पपुलेसन छ, त्यो स्याम्पलले चाहिँ कुन क्वेसनलाई कस्तो गरेछ भन्ने हामी सर हेर्छौँ। धेरै डिस्कसन चाहिँ यसमा गर्दैनौँ। कुन क्वेसनको कुन आन्सर, कुन अप्सन चाहिँ सही हो भन्ने त यसबाट थाहा हुने भयो। तर धेरै डिस्कसन नगरिकन कुन क्वेसन धेरैजनाले बिगारेको रहेछ भन्नेतिर बढी फोकस हुन्छौँ। जस्तो क्वेसन नम्बर 1मा चाहिँ यहाँ हेर्नु, यो ग्लुकोनियोजेनेसिस आन्सर हुनु पर्थ्यो, तर धेरैजनाले चाहिँ अरू अरू अप्सनमा पनि आन्सर लगाएको छ। नन कार्बोहाइड्रेटबाट ग्लुकोज भन्ने भनेको छ नि त, यो त ग्लुकोनियोजेनेसिस हो नि त, यस्तो भएको छ। यो पनि धेरैले बिगारेको क्वेसन छ। त्यसै गरी सेकेन्डमा चाहिँ यो हस्टेल वेस्टको इन्सिनरेसनको कुरा गरेको छ। यसमा चाहिँ धेरैले चाहिँ मिलाएको क्वेसन छ यो चाहिँ। त्यसै गरी यो एसटिआई बाट प्रोटेक्ट गर्ने फ्यामिली प्लानिङ भनेर मेल एन्ड फिमेल कन्डम भन्ने छ, यो पनि धेरैले मिलाएको छ। त्यसपछि यसमा मेन अब्जेक्टिभ अफ रेस्क एप्रोच इन स्क्रिनिङ प्रेग्नेन्ट वुमेन भनेर भनेको छ। यसमा आन्सर हुनुपर्ने यो अप्टिमम युज अफ एक्जिस्टिङ रिसोर्सेस फर बेनिफिट अफ मेजोरिटी प्रेग्नेन्ट वुमेन भन्ने चाहिँ आन्सर हुनु पर्थ्यो। धेरैजना चाहिँ यो प्रोभाइड होलिस्टिक एप्रोच भन्ने सीतिर जानुभएछ। अनि त्यसपछि धेरैजना यो अप्सन एतिर पनि जानुभएछ, आइडेन्टिफाई द मोस्ट निडेड प्रेग्नेन्ट वुमेन ओन्ली टु प्रोभाइड केयर भनेर। अब यो अलिक कन्सेप्चुअल क्वेसन छ। क्वेसन नम्बर 4को चारैवटा हो कि जस्तो लाग्ने, यस्तोमा चाहिँ बेस्ट आन्सर कुन हो त भन्ने हिसाबले जानुपर्छ। यसको आन्सर चाहिँ अप्सन डी हुने हो। त्यसै गरी यो 5 नम्बरमा फर्स्ट स्टेप, त्यो चाहिँ न्युनेटल केयरमा प्रिटर्म छ बेबी भन्यो भने त प्रिटर्ममा त सबभन्दा मेन इम्पोर्टेन्ट भनेको त हाइपोथर्मिया हो नि त। त्यही भएर हाइपोथर्मिया आन्सर हुने भयो यसको चाहिँ। क्वेसन नम्बर 6मा चाहिँ फर्स्ट स्टेज अफ लेबरमा के गरिँदैन भनेको छ है त। फर्स्ट स्टेज अफ लेबरमा यो अप्सन ए बी सी, यो इमोसनल सपोर्ट गर्ने, पोजिसन चेन्ज गर्न लगाउने, त्यसपछि पेन मेडिकेसनहरू दिने, यो कुरा चाहिँ फर्स्टमा पर्यो। तर यो पर्फर्मिङ एपिसियोटोमी भनेको छ नि त, यो त फर्स्ट स्टेजमा परेन। त्यही भएर अप्सन डी चाहिँ आन्सर हुने भयो 6को। 7मा चाहिँ
आइरन डेफिसिएन्सी एनिमियाको कुरा गरेको छ। कुन कुन सिम्टम चाहिँ डायग्नोसिसलाई सपोर्ट गर्छ भनेको छ। अब आइरन डेफिसिएन्सी एनिमिया भयो भने अक्सिजन पुगेन भने चाहिँ अनि सर्टनेस अफ ब्रेथ हुने भयो, अनि प्यालर पनि हुने भयो। बी नै आन्सर छ, धेरैजनाले मिलाउनु भएको छ। क्वेसन नम्बर 8मा चाहिँ प्राइमरी रोल अफ द प्लासेन्टा भनेको छ। अब यसमा अप्सन ए प्रोटेक्सन अफ द फिटस फ्रम इन्फेक्सन, यो पनि ठिक छ। प्रोभाइड अक्सिजन एन्ड न्युट्रिएन्ट टु द फिटस, यो पनि ठिक छ। प्रोड्युस फिटल हर्मोन भनेको चाहिँ हर्मोन पनि निकाल्छ, यो हेर्दाखेरि सबै ठिक छ, त्यही भएर डीतिर जाँदा बेटर हुन्छ यसको। क्वेसन नम्बर 9मा चाहिँ डिओबीको कुरो गरेको छ। डिस्फङ्सनल युट्राइन ब्लिडिङ इज क्यारेक्टराइज बाई ब्लिडिङ ड्यु टु भनेको छ। यसमा चाहिँ स्ट्रक्चरल एबनर्मालिटीतिर धेरैजना जानुभएको छ, तर यसको आन्सर ब्लड क्लटिङ डिसअर्डरतिर पनि जानुभएको छ थोरै मान्छे। तर यसको चाहिँ हर्मोनल इम्ब्यालेन्स चाहिँ यसको आन्सर हुने भयो, डी आन्सर हुने भयो 9को। 10मा चाहिँ द नर्स सुड फर्स्ट एसेस विच अफ द फ्लोइङ साइन इन पेसेन्ट हेभिङ डिसअर्डर अफ युटेराइन ब्लिडिङ भनेको छ। अब युटेराइन ब्लिडिङ डिसअर्डर छ होइन। अब यसमा धेरैजना चाहिँ साइन्स अफ एनिमिया पेलर भन्नुभएको छ, यो ठिकै हो। ब्लिडिङकोमा एनिमिया पेलर त जानुपर्छ, तर यसमा के भनेको छ, नर्स सुड फर्स्ट एसेस, पहिला के हेर्ने भनेको छ, क्रोनिक ब्लिडिङ होला अथवा एक्युट ब्लिडिङ होला, त्यो केही भनेको छैन। युट्राइन ब्लिडिङ भनेको छ भने पहिला बिरामी पेसेन्ट स्टेबल छ कि छैन भन्ने कुरा हेर्नुपर्छ। पहिला भाइटल साइनहरू हेर्नु पर्यो, त्यसपछि सिस्टेमिक के अरे जनरल फिजिकल इक्जामिनेसन गर्ने बेला एनिमिया हेर्ने कुरा आइहाल्छ। त्यही भएर यसको आन्सर चाहिँ सी नभएर एतिर जानुपर्ने हुन्छ। क्वेसन नम्बर 11, वाट इज द ड्युरेसन अफ क्याथेटर ड्रेनेज फ्लोइङ भेसिको भेजाइनल फिस्टुला रिपेयर भनेर भनेको छ। भेसिको भेजाइनल फिस्टुला रिपेयर पछि क्याथेटर चाहिँ 10 to 14 डेजतिर जानुपर्ने हुन्छ। यसको अप्सन सी राइट आन्सर हुने भयो। इन्फर्टिलिटी इज डिफाइन्ड एज भनेको छ, यो हामी क्लासमा नि धेरै कुरा गरिरहेको थियौँ, धेरै पटक पढेको कुरा हो यो। यसको चाहिँ 12 month अफ रेगुलर अनप्रोटेक्टेड इन्टरकोर्समा पनि कन्सिभ भएन भने त्यसलाई इन्फर्टिलिटी भन्ने हो। यो चाहिँ हामीले धेरै पटक फ्रिक्वेन्टली पढिरहेको हो, एकदमै कमन कुराहरू चाहिँ आयो। यसमा क्वेसनहरू हामीले पढिरहेकै कुराहरूबाट धेरै आछ। हामीले अनलाइन क्लासमा डिस्कसन जुन गरिरहेको थियौँ त्यही कुराहरू धेरै छ। कुनै कुनै कन्सेप्चुअल क्वेसन छ, एउटा दुइटा नयाँ क्वेसन पनि छ। एउटा दुइटा नयाँ क्वेसन चाहिँ प्रायः हरेक इक्जाममा आइरहेको हुन्छ। त्यो क्वेसन त्यही क्वेसन हो खास बिग्रिने भनेको, नत्र नर्मली पढेको मान्छेले त्यो एक दुईवटा नयाँ अलिक कन्सेप्चुअल क्वेसन बिगार्न सक्छ, अरू चाहिँ मिलाउँछ। त्यति मिलाएपछि नाम निस्किने हो, खासमा त्यस्तो हुने हो। विच हर्मोन प्लेज एन इम्पोर्टेन्ट रोल इन सिग्निफिकेन्ट प्रोलेफ्रेसन अफ फ्याट एराउन्ड द ब्रेस्ट भनेको छ। यो एस्ट्रोजनको काम हो, धेरैजना यहाँ चुक्किनु भएछ। प्रोजेस्टेरोन, एफएसएस, टेस्टेस्टेरोनसम्म पनि एकजनाले लाउनु भएको छ, यो एस्ट्रोजनको काम हो। ग्रिनिस येल्लो, यो चाहिँ धेरै पटक हामीले क्लासमा धेरै कुरा गरेको क्वेसन हो, धेरै पटक पहिला पनि रिपिट क्वेसन हो है। यो भनेको चाहिँ ट्राइकोमोनास भेजिनालिस भन्ने प्रोटोजोल इन्फेक्सन हो, यसले गर्दा हो भने ग्रिनिस येल्लो डिस्चार्ज चाहिँ यसको क्यारेक्टरिस्टिक फिचर हो यो। धेरैले यसमा निजेरिया गोनोरी लाउनु भएको छ, कतिले कालामाइडिया पनि लाउनु भएको छ, त्यो होइन कि ट्राइकोमोनास भेजिनालिस चाहिँ हो यसको आन्सर चाहिँ। वाट इज द की स्टे प्रिभेन्टिङ एक्सटेन्ट भनेको छ, यो सजिलो कुरा छ, यसमा केही छैन जोकिने, धेरैजनाको मिलेको पनि छ। सार्प इन्स्ट्रुमेन्ट एन्ड मेडिसिन्स स्टोर्ड आउट अफ रिच, बच्चाको भन्दा टाढा राख्नु पर्यो भन्ने कुरा हो। विच प्रिन्सिपल गाइड्स पेडियाट्रिक नर्सेस इन डिजाइनिङ हेल्थ एजुकेसन प्रोग्राम फर प्रि स्कुल चिल्ड्रेन भनेर भनेको छ। प्रि स्कुल चिल्ड्रेनमा चाहिँ के हेल्थ एजुकेसन प्रोग्रामलाई फोकस गर्नुपर्छ भन्ने कुरा सोधेको छ। प्लेइङ, स्टोरी टेलिङ, रोल मोडलिङ टु टिच हाइजिन एन्ड सेफ्टी भनेर यही आन्सर मिल्ने छ, अरू मिल्ने अप्सन कुनै छैन। त्यही भएर यसको आन्सर बी नै हुने भयो। यसमा चाहिँ आइएमएनसिआईको सिम्पल क्वेसन सोधेको छ। नो साइन अफ डिहाइड्रेसन भएपछि कसरी ट्रिटमेन्ट गर्नुहुन्छ भनेर सोधेको छ। यसमा चाहिँ घरमै ट्रिटमेन्ट गर्ने हो, यो ओआरएस र जिङ्क दिने हो। अब यसमा चाहिँ ओआरएस मात्रै भनेको छ, अरू अप्सन मिल्ने छैन, त्यही भएर अप्सन ए आन्सर हुने भयो। 18मा चाहिँ सिबिएमएनसिआईकै क्वेसन छ। 2 वर्षको बच्चा छ, माइल्ड डिहाइड्रेसन भनेर भनेको छ। अब खासमा यो माइल्ड डिहाइड्रेसन भन्ने यो टर्म नै मिस्टेक छ। सिबिआइएमएनसिआई अनुसार कुरा गर्ने हो भने यसमा सिबिआइएमएनसिआई त भनेको छैन, तर अन्डर 5 चिल्ड्रेनलाई यो कुराहरू
सिबिआइएमएनसिआई अन्तर्गत नै हेरिन्छ। त्यही भएर सिबिआइएमएनसिआईमा चाहिँ माइल्ड डिहाइड्रेसन भन्ने हुँदैन। कि नो डिहाइड्रेसन हुन्छ, कि सम डिहाइड्रेसन हुन्छ, कि सिभियर डिहाइड्रेसन हुन्छ। अब यसलाई हामीले नो डिहाइड्रेसन नै मानेर गर्नुपर्ने हुन्छ। अब यसको चाहिँ ओरल डिहाइड्रेसन र जिङ्क दिने हो, घरमै दिने हो। त्यही भएर करेक्ट आन्सर सी भयो। किनभने अरू आन्सर मिल्ने पनि छैन कि, अरू अप्सन मिल्ने नि छैन। अब यो माइल्ड डिहाइड्रेसनलाई सम डिहाइड्रेसन मान्ने हो भने सम डिहाइड्रेसनको ट्रिटमेन्ट त ओआरएस दिने हो, कहाँ दिने हो, हेल्थ फेसिलिटीमा दिने हो होइन। 75 ml पर केजीको दरले चाहिँ 4 आवर्समा दिने हो नि त त्यसरी। तर त्यो अप्सनमा काहीँ छैन, त्यही भएर यसको आन्सर सी नै हुने भयो, धेरैको मिलेको छ। ओके। अब यो 19 नम्बरको क्वेसन चाहिँ धेरैले बिगारेको छ। यहाँ के भनेको छ, कोलिक रिपोर्ट्स फ्रिक्वेन्ट एपिसोड्स अफ पाल्पिटेसन स्वेटिङ एन्ड फियर इन क्राउडेड एन्ड नोइजी प्लेस। हेर्दाखेरि फोबिक डिसअर्डर जस्तो छ, सोसल एन्जाइटी जस्तो छ। आइजनर यु सस्पेक्ट सोसल एन्जाइटी डिसअर्डर फर युर कलिग भनेर भनेको छ। अनि विच स्टेटमेन्ट बेस्ट डिस्क्राइब दिस कन्डिसन भनेर भनेको छ। यो भनेको चाहिँ इट इज अ फियर अफ बिइङ एम्प्रेस्ड भनेर अप्सन डी आन्सर हुने हो। धेरैजना चाहिँ यसमा झुक्किनु भएको छ। यो क्वेसन एउटा क्वेसन आजको इक्जाममा धेरैले बिगार्ने क्वेसनमा एउटा यो परेछ 19 है त। त्यसपछि क्लाइन्ट कम्स टु कम्प्लेन फ्याटिक एन्ड सुसाइडल थिङ्किङ नो वर्किङ इन्ट्रेस्ट मस्ट बी भनेको छ। सुसाइडल थिङ्किङ भनेको चाहिँ यो डिप्रेसन धेरै कमन क्वेसन हो, फ्रिक्वेन्टली आस्क क्वेसन हो यो चाहिँ। पेसेन्ट विथ सिजोफ्रेनिया इज एक्सपिरियन्सिङ अडिटरी हेलुसिनेसन भनेको छ। अब अडिटरी हेलुसिनेसन भएको छ भने यो अप्सन ए बी र डी चाहिँ गर्न त्यो बेला मिल्दैन। त्यसमा गर्ने भनेको चाहिँ अब यो रियालिटी बेस्ड चाहिँ एक्टिभिटिजमा त्यो सिजोफ्रेनिया भएको पेसेन्टलाई डाइभर्ट गर्न खोज्ने हो। त्यही भएर अप्सन सी चाहिँ आन्सर हुने भयो यसको। 22मा चाहिँ विच लिडरसिप स्टाइल इज मोस्ट इफेक्टिभ फर इम्प्लिमेन्टिङ एभिडेन्स बेस्ड प्र्याक्टिस इन नर्सिङ युनिट भनेको छ। अब यसमा धेरैजना डेमोक्रेटिकतिर जानुभएको छ, किनभने अटोक्रेटिक डेमोक्रेटिक लेसेज फेयर भनेर यो तिनवटालाई धेरैले पढिरहेको हुन्छ। तर एउटा ट्रान्सफर्मेसनल लिडरसिप भन्ने पनि छ। अब यसमा चाहिँ यो ट्रान्सफर्मेसनल लिडरसिप चाहिँ आन्सर हुने हो। तर धेरैजना चाहिँ डेमोक्रेटतिर जानुभएको छ यसमा। विच अफ द फलोइङ इज अ रेस्पोन्सिबिलिटी अफ द लोकल गभर्मेन्ट भनेको छ। लोकल गभर्मेन्टको हेल्थतिर रेस्पोन्सिबिलिटी भन्ने हो भने आधारभूत स्वास्थ्य सेवा भन्छ, बेसिक हेल्थ सर्भिस हो त्यसको। त्यही भएर सी एन्सर हो। यसमा पनि धेरैजना झुक्किनु भएको छ। अर्को क्वेसन छ, यो लिडरसिप र म्यानेजमेन्टको के चाहिँ डिफ्रेन्ट हो भन्ने हिसाबले सोधेको छ क्वेसन। यसको अप्सन हेर्दाखेरि यो चारवटै अप्सन चाहिँ मिक्स टाइपको छ है त। अप्सन एमा चाहिँ अब कस्तो छ भने एबिसी र डीमा चाहिँ लिडरसिपको चाहिँ म्यानेजमेन्टको चाहिँ लिडरसिप भने जस्तो भएको छ। त्यही भएर अब अलिक कता मिल्ने जस्तो डी हो कि जस्तो चाहिँ देखिन्छ हेर्नु। तर अब यसको चाहिँ के आन्सर मानेको छ क्वेसन बनाउनेले भन्नेमा चाहिँ अलि ठ्याक्कै भन्न सकिने अवस्था छैन, किनभने यो क्वेसन चाहिँ अलि अल्टर टाइपको क्वेसन छ। त्यही भएर एउटा दुइटा क्वेसन यस्ता कहिले आउने गर्छन् है त। यस्तो क्वेसन बिग्रिनु त्यति ठुलो कुरो चाहिँ होइन। यो क्वेसन चाहिँ अब धेरैको मिस्टेक नि भएको पक्कै पनि एउटा आन्सर हो जुन माने पनि होइन। अनि त्यो बेला त धेरैको मिस्टेक हुने भयो नि त। त्यस्तै चाहिँ छ यसमा चाहिँ है त। अलिक डी चाहिँ मिल्छ कि भन्ने खालको छ। अलिक मिक्स्ड अप्सन दिएको छ कि यसमा। ओके। टियो एक्ट अनुसार चाहिँ एउटा क्वेसन सोधेको रहेछ टियोबाट यो। खासमा चारवटा जति एक्सपेक्ट गरिएको थियो, तर एउटा क्वेसन सोधेको रहेछ। युनिभर्सिटी एसेम्ब्लीको चेयरपर्सन भनेको छ यो विश्वविद्यालय सभा भन्ने हुन्छ। सभाको अध्यक्ष भनेको चाहिँ कुलपति हुन्छ। कुलपति भने चान्सलर हो। अनि यस चाहिँ प्रधानमन्त्री हुन्छ कुलपति। त्यही भएर यही एन्सर हुने भयो। ओके। हेल्थ सर्भिस एक्टबाट सजिलो क्वेसन सोधेको रहेछ। मेनली डिल्स भनेको छ यो हेल्थ वर्कर्स ड्युटिज राइट एन्ड कन्डिसन्स भनेर बी चाहिँ आन्सर हुन्छ। अरू मिल्ने खालको अप्सन पनि छैन। विच स्टेटमेन्ट रिफर्स टु द फाइट अर फ्लाइट रेस्पोन्स भनेको छ। अब यसमा चाहिँ सिम्पेथेटिक एक्टिभेसन हुने खालको अप्सन चाहिँ रोज्नु पर्यो। कोपिङ मेकानिजम स्ट्रेस हुँदाखेरि चाहिँ यो रेस्पोन्स हुनसक्छ। कोपिङ मेकानिजममा त मिलेन। अब यो चाहिँ बडीको फिजियोलोजिकल रेस्पोन्स टु पर्सिभ्ड थ्रेट भनेको छ। थ्रेटको बेला चाहिँ सिम्पेथेटिक स्टिमुलेट हुने भएको भएर आन्सर यसको सी हुने भयो। इफेक्टिभ स्टेरिलाइजेसन भने यो अटोक्लेभमा टेम्परेचर र टाइमको कुरा गरेको छ। 121 डिग्री सेल्सियस 15 मिनट हो। धेरैको मिलेको छ यो चाहिँ। अब पेसेन्ट एक्सप्रेस एन्जाइटी बिफोर सर्जरी, सर्जरीभन्दा अगाडि एन्जाइटी भयो भने
नर्सले चाहिँ के गर्नुपर्छ भन्ने कुरा गरेको छ। अप्सन ए इन्कम्प्लिट छ, इन्करेज द पेसेन्ट भनेको चाहिँ के को लागि भनेर भनेको छैन। त्यही भएर यो दिएका चारवटा अप्सन मध्ये बी चाहिँ करेक्ट हुने भयो, युज कोपिङ टेक्निक्स लाइक डिप ब्रिदिङ भन्ने चाहिँ आन्सर हुने। विच इज ओन्ली इन्जेक्टेबल ड्रग भनेको छ, इन्जेक्टेबल अब यो सिसप्राइट अनि चाहिँ ग्लाइबेन्क्लामाइड अनि त्यसपछि जेन्टामाइसिन एमान्टिडिन भनेर दिएको छ। यसमा चाहिँ जेन्टामाइसिन भनेको इन्जेक्सन फर्ममा मात्र आउँछ, त्यही भएर यो सी एन्सर हुने भयो। सडन कोल्याप्स भयो भने के गर्ने भनेर यो अब कोल्याप्स भयो भने सिपिआर चेस्ट कम्प्रेसन फर्स्ट भन्ने चाहिँ लाउनु भएको छ। त्यो त ठिकै हो, चेस्ट कम्प्रेसन त गर्ने हो, तर बिफोर स्टार्टिङ चेस्ट कम्प्रेसन रेस्पोन्स चेक त गर्नु पऱ्यो नि त। त्यही भएर अप्सन सी चाहिँ आन्सर हुने भयो यसको। अब यसमा चाहिँ इमर्जेन्सीमा फर्स्ट एडको लागि भनेको छ। अब यो भनेको एयरवे ब्रिदिङ सर्कुलेसन भन्ने हिसाबले जानुपर्छ त्यो अर्डरमा। त्यो हेर्ने हो भने अप्सन एमा सुरुमा कल फर हेल्प गर्नु पर्यो, त्यसपछि एयरवे ब्रिदिङ सर्कुलेसन हो। एयरवे भन्ने चाहिँ यहाँ छैन, ब्रिदिङ सर्कुलेसन अनि ट्रिट सक भनेर मिल्ने गरी यो दिएको छ। अरू बी सी र डीमा कुनै अप्सन मिल्दैन, त्यही भएर यही एन्सर हुने भयो। वाट इज द प्राइमरी फङ्सन अफ द हेपाटिक पोर्टल सिस्टम भनेको यसमा धेरैजना एतिर जानुभएको छ। ट्रान्सपोर्ट अक्सिजनेटेड ब्लड टु द लिभर फर प्रोसेसिङ भनेको छ, यो होइन नि। लिभरमा अक्सिजनेटेड ब्लड त हेपाटिक आर्टरीबाट जान्छ। यो पोर्टलबाट त जिआई सिस्टमको ब्लड जाने हो, जसबाट न्युट्रिएन्टहरू हामीले खाएको कुराहरू एब्जर्ब भएर लिभरमा जान्छ, त्यो कुरा हो। त्यही भएर अप्सन डी आन्सर हुने भयो। यसमा धेरैजना चाहिँ जोकिनु भएको छ क्वेसनमा। विच अफ द फ्लोइङ बडी अर्गन प्रोड्युस बाइल भनेको छ, बाइल लिभरले निकाल्ने हो। कतिजनाले गल ब्लाडर लगाइदिनु भएको छ, गल ब्लाडरले त स्टोर गर्ने हो। कतिले प्याङ्क्रियाज लाउनु भएको छ। अनि स्मालेस्ट पार्टिकल जसले चाहिँ इलेक्ट्रिकल चार्ज इन सोल्युसन भनेको छ, अब त्यहाँ केटाइन पनि हुन्छ एनाइन पनि हुन्छ, कलेक्टिभली त्यसलाई आयन भनेर भनिन्छ। आयन हो सी, केटाइन चाहिँ होइन। अप्सन सी चाहिँ आन्सर हुनुपर्ने हो। के पेसेन्ट विथ चेस्ट पेन अन्डरगोज अ ट्रोपोनिन टेस्ट। वाट इज द प्राइमरी पर्पोज अफ दिस टेस्ट भनेको छ। ट्रोपोनिन भनेको चाहिँ कार्डियक मसल ड्यामेज भएपछि ब्लडमा आउने कुरा हो, एमआई भएको छ कि छैन भनेर हेर्ने टेस्ट हो। त्यही भएर यसको अरू कुनै अप्सन मिल्दैन, अप्सन डी चाहिँ मिल्छ, टु डिटेक्ट कार्डियक मसल ड्यामेज। क्वेसन नम्बर 37मा चाहिँ अ पेसेन्ट प्रेजेन्ट विथ सिम्टम अफ युरिनरी ट्र्याक्ट, युटिआईको बिरामी, युटिआईको सिम्टम भएको बिरामी छ अरे, के टेस्ट गर्थे भनेर भनेको चाहिँ यहाँ ब्लड कल्चर लाउनु भएको छ क्या धेरैजनाले। ब्लड कल्चर होइन नि, युरिन एनालाइसिस गर्नु पऱ्यो नि पहिला त, अनि युरिन कल्चर भएपछि बरु त्यो हुन्थ्यो होला, ब्लड कल्चर सिधै त्यहाँ जानु त भएन। इन्फेक्सन अफ द फेलोपियन ट्युब भनेको छ यो साल्पिन्जाइटिस, साल्पिक्स भन्ने टर्म चाहिँ फेलोपियन ट्युबसित रिलेटेड छ, त्यही भएर साल्पिन्जाइटिस हुने भयो। आस्थमाको बिरामी छ, सर्टनेस अफ ब्रेथ छ, द नर्स सुड फर्स्ट एसेस भनेर भनेको छ। अब पहिला त अक्सिजन सेचुरेसन हेर्नु पर्यो, सुरुमै लङ साउन्ड भन्ने कुरा हुँदैन। पहिला चाहिँ अक्सिजन सेचुरेसन कति छ हेर्नु पर्यो, अक्सिजन जोड्नु पर्यो, अनि लङ साउन्ड हेर्ने कुरा आउँछ बिस्तारै। विच अफ द फ्लोइङ इज अ प्रायोरिटी नर्सिङ इन्टरभेन्सन ड्युरिङ एन एक्युट आस्थमा अट्याक भनेको छ। आस्थमाको अट्याकमा चाहिँ त्यो नेबुलाइजेसन गर्ने हो कि, नेबुलाइजेसन, नेबुलाइजेसन भनेको चाहिँ साल्ब्युटामोल, त्यो भनेको चाहिँ बिटा टू अगोनिस्ट, त्यो भनेको चाहिँ ब्रोङ्कोडाइलेटरको काम गर्छ। त्यही भएर अप्सन बी हुने भयो। इन्करेज डिप ब्रिदिङ, आस्थमामा त्यो त्यो सास फेर्ने बाटै बन्द भएको हुन्छ, अनि कसरी डिप ब्रिदिङ गर्न सक्छ, सर्टनेस अफ ब्रेथ भएर आउँछ नि त सी। त्यही भएर बी आन्सर हुने भयो। नर्स वर्किङ विथ ओल्डर एडल्ट जेरियाट्रिक युनिट्स सुड अन्डरगो द द्याट प्रोमोटिङ लाइफ रिभ्यू हेल्प ओल्डर क्लाइन्ट्स भनेर भनेको छ। यो इगो इन्टिग्रिटी भनेको चाहिँ इरिक्सन थ्योरीबाट सोधेको क्वेसन हो, अलिक घुमाएर क्वेसन सोधेको भए पनि यो कमन क्वेसन हो। यसको चाहिँ आन्सर एचिभ इगो इन्टिग्रिटी भन्ने छ। अब यसको बारेमा क्लासमा हामीले मजाले डिटेलमा पढेका छौँ, अनि त्यहाँ क्लासमा जोइन गर्नेहरूले चाहिँ नबिगारेको होला यो क्वेसन जहाँसम्म लाग्छ। ओके, यो चाहिँ न्युट्रिसनल स्टाटस हेर्नलाई कुन टेस्ट गर्ने भनेको छ। न्युट्रिसन स्टाटस हेर्नको लागि चाहिँ सेरममा अल्बुमिन हेर्ने हो है त। यो डब्लुबिसी इन्क्रिज भनेको छ, डिक्रिज ब्लड युरिया भनेको छ, इन्क्रिज ब्लड लिपिड भनेको छ, त्यो होइन। सेरममा अल्बुमिन चाहिँ हेर्ने हो न्युट्रिसनल स्टाटसको। माल न्युट्रिसनको एउटा बायोकेमिकल मार्कर नै हो यो सेरम अल्बुमिन चाहिँ। कम्युनिटी नर्सिङ पढ्दाखेरि हामीले यो कुरा पढ्ने गर्छौँ। एन्थ्रोपोमेट्री अनि बायोकेमिकल टेस्ट, त्यसमा चाहिँ हामी एल्बुमिन हेर्ने भनेर कुरा गर्छौँ, त्यही क्वेसन हो।
अल्कोहलले केलाई एफेक्ट गर्छ भनेर सोधेको छ। अब लिभर चाहिँ यहाँ छैन, नत्र लिभरलाई इफेक्ट गर्छ, अल्कोहोलिक हेपाटाइटिस हुन्छ, त्यसपछि सिरोसिस हुन्छ भन्ने हो। त्यसपछि यहाँ भएको अप्सनमा चाहिँ ब्रेन, ब्रेनमा चाहिँ अब अर्नेक्स इन्केफेलोप्याथी त्यस्ता कुराहरू आउँछन्, त्यही भएर ब्रेन चाहिँ आन्सर हुने भयो। प्राइमरी पर्पोज अफ पर्फर्मिङ इआरसिपी किन गरिन्छ भनेको छ। यो चाहिँ यो बाइल जुन बाइल डक्ट भयो, प्याङ्क्रियाटिक डक्ट भयो, त्यसको चाहिँ इन्भेस्टिगेसन गर्नको लागि गर्ने हो इआरसिपी। यो चाहिँ हामीले पहिला डिटेलमा पढेका थियौँ अनलाइन क्लासमा, अनि त्यहीबाट आएको क्वेसन छ, धेरैले मिलाएको हुन्छ। नर्स इज केयरिङ फर पेसेन्ट विथ डायबिटिज हु हेज ए फुट ओन्ड नट हिलिङ डिस्पाइट रेगुलर केयर भनेर भनेको छ। यो भनेको चाहिँ डायबेटिक फुटको कुरा गरेको छ। यसमा चाहिँ पेरिफेरल न्युरोप्याथी नि हुन्छ, अनि ब्लड सर्कुलेसन पनि राम्रो हुँदैन, त्यसले हुने हो। अरू अप्सन मिल्ने खालको कुनै छैन। अप्सन ए आन्सर भयो त्यही भएर। क्रोनिक सिओपिडी, सिओपिडीको बिरामीलाई चाहिँ नर्सिङ इन्टरभेन्सन भनेर भनेको छ। हेर्नु, यसमा अलि नन फार्माकोलोजिकल जस्तो कुरा गरेको छ। लिमिट अक्सिजन थेरापी भन्ने कुरा, सर्टनेस अफ ब्रेथ भएको बेला लिमिट गर्ने होइन। यो चाहिँ अब स्टेबल भइसकेपछि हाई फ्लो दिनु हुँदैन भन्ने कुरा हो। त्योसित झुक्किनु भयो होला धेरैजना, त्यसरी सोधेको होइन। यसमा चाहिँ पस्ट लिप ब्रिदिङ गर्न लाउने हो, त्यो भयो भने अलि रिलिफ हुन्छ। त्यही भएर करेक्ट आन्सर ए हुने भयो। यसमा चाहिँ सेकेन्ड डिग्री बर्नमा चाहिँ के गर्ने भन्ने हिसाबले सोधेको छ। अब यसमा अरू अप्सन कुनै मिल्ने छैन। हेर्नु है, बर्न भयो भने आइबी फ्लुइड दिने हो, अनि चेस्टतिर पनि भनेको छ, त्यही भएर रेस्पिरेटरी पार्ट पनि कम्प्रोमाइज नहोस् भन्ने हिसाबले मेन्टेन एयरवे पनि गर्नु पर्यो। करेक्ट आन्सर डी नै हुने भयो यसको। ओके, 48मा चाहिँ यो प्रोपोर्सन अफ पिपुल हु हेभ अ डिजिज भनेको छ, अनि स्पेसिफिक पोइन्ट इन टाइम भनेको, यो चाहिँ प्रिभ्यालेन्स भनेको हो है त। न्यू पिपुल मात्रै भने अब इन्सिडेन्ट्स हुन्थ्यो, तर पिपल पुरै भनेको छ, त्यो भएर प्रिभ्यालेन्स आन्सर हुने भयो। धेरैजनाले मोर्बिडिटी रेट लगाएको छ, धेरैजनाले चाहिँ यो मोर्बिडिटी नाप्ने भनेको इन्सिडेन्स प्रिभ्यालेन्सले हो। मोर्बिडिटी मेजर गर्ने मोर्बिडिटी इन्डिकेटरहरू हुन्। इन्सिडेन्स प्रिभ्यालेन्स भन्ने त्यस्तो टर्म छैन। मोर्टालिटी रेट त हुने कुरै भएन। विच कोल्ड चेन इक्विपमेन्ट इज युज इन हेल्थ पोस्ट भनेको छ। अब हेल्थ पोस्टमा चाहिँ कोल्ड बक्सहरू, भ्याक्सिन क्यारियरहरू युज हुने हो। करेक्ट आन्सर यसको सी हुने भयो। त्यसपछि लास्ट क्वेसन 50 नम्बरमा चाहिँ वाट इज एपिडेमियोलोजी प्राइमरली कन्सर्न विथ भनेको छ। डिस्ट्रिब्युसन एन्ड डिटर्मिनेन्ट्स अफ डिजिज, यसकै स्टडीलाई एपिडेमियोलोजी भन्ने हो। यो थियो 50वटा एमसिक्यू। अब यसमा धेरै डिस्कसन नगरी फटाफट गयौँ, किनभने यो कुराहरू हामी अनलाइन क्लासमा डिटेलमा पढ्ने गर्छौँ। त्यही भएर त्यसको रेकर्डिङ पनि भइरहेको हुन्छ, अनि सबैसित अभाइलेबल नै हुन्छ। त्यही भएर यसमा डिटेलमा कुरा गरेनौँ, जस्ट चाहिँ हेऱ्यौँ है त। अब यसपछि हामी के हेर्छौँ भने, अब यो जतिजनाले यो सब्मिट गरेका छ नि, यसमा धेरैजनाले सब्मिट गरेको छ यो क्वेसन चाहिँ, यो क्वेसन सेट चाहिँ। अब यो सब्मिट गर्नेलाई, अब मानौ आज 3200जना जतिले फर्म भरेको थियो, हो त्यसमा इक्जाम चाहिँ दियो होला 2500 त्यस्तैले दियो होला। धेरैजना त अब्सेन्ट हुन्छ कता कता के भएर। अब मानौ 2500जनाले एब्सेन्ट दियो भने, यहाँ जतिजनाले यो सब्मिट गरेको छ यसलाई चाहिँ स्याम्पल पपुलेसन मान्ने हो भने, अब कतिजनाले कति क्वेसन मिलायो त, अनि एभरेजमा मिलाउने क्वेसन कति छ त भन्नेतिर थोरै त्यसमा कुरा गर्छौँ है त। ल, अब यो क्वेसन सब्मिट गर्नेहरूको हेर्ने हो भने, अब रेन्जै हेर्ने हो भने 19देखि 47सम्म छ भन्नाले सबभन्दा कम मिलाउनेले 19 क्वेसन मिलाएको छ। अब यो एकजना दुईजना होला 19 मिलाउने चाहिँ। सबभन्दा हाएस्ट मिलाउनेले 47 मिलाएको छ है त। 50वटा एमसिक्यूमा सबभन्दा कम 19 छ, सबभन्दा बढी चाहिँ 47 मिलाएको छ। अब यसको एभरेज हेर्ने हो भने 37.63 हुन्छ। तर अब मिडियनको बेसिसमा कुरा गर्ने हो भने 38तिर, यहाँतिर आउँछ मिडियन है त। अब यहाँ सब्मिट गर्नेहरूलाई हामीले स्याम्पल मान्ने हो र त्यसलाई जनरलाइज गर्ने हो भने 50मा 38जनाले 50मा 38 मिलाउने सङ्ख्या धेरै छ भन्दा हुन्छ है त। धेरै जसोको 50मा 38को हाराहारी मिलेको छ भनेर हेर्न सकिन्छ 50वटा एमसिक्यूमा है त। अब यहाँ यो 30भन्दा कम पनि यो एकदमै कसैको होला, यो त एकदमै ऊ हुन्छ। 30भन्दा कम त हुने कुरै भएन। अनि 47भन्दा माथि त लगभग जाँदैन, धेरै राम्रो गर्नेको 46 47सम्मै जाने हो। एक दुईवटा क्वेसन अलिक कन्ट्रोभर्सी टाइपको नि छ, त्यही भएर 50मा 50 त कसैको मिल्दैन।
अब यहाँ हेर्ने हो भने अब 30 देखि 35को बिचमा नि धेरै छ, 30 देखि 35को बिचमा नि धेरै छ। यो भनेको पढाइ नै नपुगेको हो, पढाइ नै नपुगेको हो। अब यो क्वेसन केही नपढी गयो भने, केही नपढी गयो भने 30+ नै हुने खालको क्वेसन हो है। अब जसको 30 to 35 छ यो सिम्पल सेट हो, यो गाह्रो क्वेसन छैन यसमा। अनि 30 to 35को बिचमा हुने गरेको त पढाइ पुग्ने कुरै भएन। अनि 35 to 40को बिचमा जसको छ, अब यो भनेको त मिडियन पपुलेसन हो। तर 35 to 40को बिचमा हुनेहरूको अब पढाइ चाहिँ एउटा लेभलमा पुगेको हो, तर अब के नमिलेको कि एमसिक्यूको कन्सेप्चुअल एमसिक्यू गर्ने प्र्याक्टिस नभएर यस्तो भएको होला। अनि 40 to 45को त अब सब्जेक्टिभमा डिपेन्ड हुन्छ। 40 to 45को चाहिँ 45+को त राम्रै गएको मान्नुपर्छ। त्यो 45+ भन्दा बढी त राम्रो गर्ने ठाउँ नै छैन एमसिक्यूमा, त्यो छ। अब यो चाहिँ एमसिक्यूको पार्ट भयो। एमसिक्यू 38 चाहिँ मिडियन भयो भन्नाले धेरै जसोको 38 मिलेको छ, 38 हाराहारी मिलेको छ। 38 चाहिँ मिलाउने धेरैजना छन् भन्ने कुरा यसले भन्यो। अब त्यसपछि हामी सब्जेक्टिभ क्वेसन हेर्छौँ, अनि सब्जेक्टिभ पछि हेरेपछि कति मिलाएपछि नाम निस्किन्छ भन्ने कुरा गर्छ। अब सब्जेक्टिभ क्वेसन हेर्ने हो भने सजिलो छ कि अब हामीले यो सब्जेक्टिभ क्वेसन चाहिँ एउटा एउटा क्वेसन गरेर पढ्ने गर्छौँ, अनि यसको पिडिएफ नोट पनि हुन्छ। हामीले क्लासमा पढ्दाखेरि यो सबै क्वेसनहरू बुझ्दै पढ्छौँ, नोट पनि हुन्छ। अब जम्मै क्वेसन हामीले पढेकै क्वेसनबाट आएको छ कि प्रायः। नयाँ क्वेसन एउटा छ, यो लास्टको, यो चाहिँ सेम यसरी नै पढाएको थिएन भन्नाले यो क्वेसन यसरी सोध्छ र यसरी नै आउँछ भनेर फोकस गरेका थिएनौँ। किनभने यो क्वेसन यसरी विगतमा पनि यसरी सोधेको कतै थिएन। यो भन्नाले यो बुझेर लेख्ने क्वेसन हो कि याद गरेर लेख्ने भन्दा पनि। द राइट द अब्जेक्टिभ अफ नेपाल हेल्थ सर्भिस एक्ट भनेर सोधेको छ होइन। अब यो चाहिँ एक एक गरेर पोइन्ट घोक्ने भन्दा पनि नेपाल हेल्थ सर्भिस एक्टको अब्जेक्टिभ चाहिँ किन चाहिँ यो ऐन बनाएको त भन्ने हिसाबले लेख्ने क्वेसन हो है त। यसको चाहिँ सोल्युसन चाहिँ प्रोभाइड भइसकेको छ सबैलाई ग्रुपमा। अनि हेरिसक्नु भयो होला कसरी लेख्ने भनेर, अनि तपाईँहरूले कसरी लेख्नुभयो भन्ने पनि त्यो म्याच भयो कि भएन भन्ने हेर्नुभयो होला। अब हेर्नु, फर्स्ट क्वेसन सिम्पल क्वेसन छ, मास्लो हायरार्की सोधेको छ। त्यसै गरी सेकेन्डमा चाहिँ इलेक्ट्रोलाइट र होमोस्ट्यासिसको कुरा गरेको छ, एसिड बेस ब्यालेन्सको। थर्डमा चाहिँ हेड इन्जुरीको प्याथोफिजियोलोजी र यसको चाहिँ म्यानेजमेन्ट सोधेको छ। त्यसपछि यसमा चाहिँ फोर्थमा चाहिँ फ्यामिली प्लानिङ। यो चाहिँ हिजो मात्रै इक्जामको अघिल्लो दिन हामीले रिभिजन गर्दाखेरि यो सोध्छै सोध्छै भनेर एकदम फोकस गरेका थियौँ क्लासमा। यो एकदमै सोध्ने क्वेसन हो, यो पनि एकदमै सोध्ने हो, यो चाहिँ पढ्नुहोस् है भनेर लास्टमा रिभिजन क्लासमा फोकस गरेका कुराहरू पनि यहाँ धेरै क्वेसनहरू त्यसबाटै आएको छ। त्यसै गरी यो इमिडिएट न्युबर्न केयर, यो चाहिँ सोध्छ, यो नछोड्नु होला है भनेको। तिनवटा कम्पोनेन्टमा रहेर लेख्नुहोस् भनेको छ। अनि अर्ली ब्रेस्ट फिडिङको बेनिफिटहरू लेख्नुहोस् भनेको छ, यो पनि सजिलै छ। डिस्क्राइब द ट्रिटमेन्ट एन्ड नर्सिङ म्यानेजमेन्ट अफ हिस्टेरेक्टोमीको नर्सिङ म्यानेजमेन्ट र ट्रिटमेन्ट सोधेको छ, यो पनि सजिलै छ। सिक्स मेजर किलर, हिजो मात्रै कुरा गरेका थियौँ हामीले, यो चाहिँ कम्तीमा लिस्ट चाहिँ गर्नु होला। 6 किलर डिजिजको भनेको थिएँ, लिस्ट मात्रै गऱ्यो भने 2-3 नम्बर आउँछ होला। यो त्यहाँ हिजो अस्तिको जुम मिटिङमा जोइन हुनेहरूले, अनलाइन क्लासमा जोइन हुनेहरूले चाहिँ यो क्वेसन राम्रै गर्नुभयो होला। त्यसपछि डिफाइन डिप्रेसिभ डिसअर्डर भनेर मेन्टल हेल्थ नर्सिङबाट सोधेको छ। अनि नन फार्माकोलोजिकल इन्टरभेन्सन फर साइकोसिस भनेर सोधेको छ। यो पनि अ, हामीले हिजो अस्तितिर पढेका थियौँ। त्यसपछि डिस्क्राइब द फङ्सन अफ म्यानेजमेन्ट भनेर सोधेको छ, यो पनि सजिलै सोधेको छ, यो पोस्ट गभ भनेर। त्यसरी यो 10वटा क्वेसनमा अलि अब यो लेख्न चाहिँ गाह्रो पऱ्यो होला, हेल्थ सर्भिस एक्टकै बारेमा थाहा हुँदैन धेरैजनालाई। त्यो भएर यो चाहिँ अलिक के लेख्ने भयो होला। अरू क्वेसन त सजिलो छ, त्यस्तो गाह्रो चाहिँ छैन। अब यस्तो क्वेसन सोधिसकेपछि यस्ता क्वेसनहरूको अब एमसिक्यू र सब्जेक्टिभ दुइटै गरेर कति मिलाएपछि नाम निस्केला भन्ने कुरा चाहिँ। अब उता 38 छ भन्यो भने यता पनि त्यस्तै आएर
75+ आयो भने चाहिँ नाम निस्किने चान्स रहन्छ है त। 75+ तपाईँको एमसिक्यू र सब्जेक्टिभ गरेर। अब राम्रो गर्नेको त 85+ पनि आउला होइन। मिनिमम 75+ पुग्यो भने नाम निस्किला है त। 70+ पनि आश गर्न सकियो। अब धेरैजनाले सब्जेक्टिभ राम्रो नगरेको भयो 70+ पनि आश गर्न सकियो। तर बिलो 70 चाहिँ नाम निस्किँदैन है त। सिट धेरै छ भनेर त हो, तर दिने इक्जाम दिने पनि त धेरै छन् नि। 2025 भने धेरै सङ्ख्या हो त्यसमा कति 125 हो, त्यसमा पनि खुल्ला सिट त त्यति धेरै छैन नि त। हो त्यो हिसाबले चाहिँ 75भन्दा माथि छ भने निस्किन्छ कि भनेर ऊ गर्नु पर्यो। अब यसको रिजल्ट कहिले आउला त भन्दाखेरि अब एबिसिडी लेख्ने अप्सन इक्जाममा थियो भने अलि टाइम लाग्छ। अब यो म्यानुअली चेक गर्नुपर्नेमा अलि टाइम लाग्छ। चैत वैशाखसम्म आउला, चैत र वैशाखसम्म यसको रिजल्ट आउला रिटर्नको। त्यसपछि अनि इन्टरभ्यू हुन्छ, अनि इन्टरभ्यूमा पनि पास भएपछि बल्ल पोस्टिङ हुने हो। ल यो थियो, हामीले फटाफट हेऱ्यौँ यो क्वेसन, धेरै डिस्कसन गरेनौँ किनभने हामी यो अनलाइन क्लासमा डिस्कसन गरेर आउँछौँ। अब यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक गर्नुहोला। अब अपकमिङ यस्तै नर्सिङ लोकसेवाको लागि चाहिँ अब क्लासहरू त्यस्तो भइरह हुन्छ। त्यसको लागि चाहिँ तल कमेन्ट बक्सतिर लिङ्कहरू छ ग्रुपको, त्यहाँ जोइन गर्न सक्नुहुन्छ अथवा कन्ट्याक्ट गर्न सक्नुहुन्छ त्यस्तो क्लास जोइन हुनको लागि है त। केही कमेन्टमा केही मनमा लागेको कुरा छ, क्वेसनहरूमा अरू केही कुरा छ भने तल कमेन्टमा लेख्न सक्नुहुन्छ। ओके, थ्याङ्क यू।